अहिलेको नानीहरूलाई त फादर्स डे मदर्स डे सबै थाहा हुन्छ। गाह्रो छ लिची खाने मान्छेहरूलाई। यस्तो राम्रो लिचीलाई कस्तो हामी खाँदैछौँ हामी चाहिँ। हेलो एभ्रिवान, गुड मर्निङ, नमस्ते, सेवा, जय मसी। यहाँहरू सबैजनालाई आज मेरो भिडियोमा स्वागत छ। अनि आज मैले हेलो एभ्रीबडी लडिन्छ छोरी। हेलो एभ्रीबडी आज चाहिँ मैले आज बिहानको 8 बजे इमान पकाउँदै हेलो एभ्रीबडी भिडियो सुरु गर्दैछु। मैले चाहिँ सब्जी यहाँ आलुको भुजुरी बनाउनलाई काट्दैछु। हेलो एभ्रीबडी त्यसै नगर्नु न। अनि साथीहरू यहाँ चाहिँ पानी परिरहेको छ है। आज शीतल शीतल मौसम छ। हेर्दै गर्नुहोस् होला। राति चाहिँ मैले मोमो पकाएको थिएँ, अलिकति छ, यो पनि खाने हो। दालमा सिटी लाग्दैछ। सेरिन रुटिङ मिलाइसक्नुभयो? आमा यता त अँधेरो रहेछ त। रुटिङ मिलाउनु ल छिटो। अनि रुटिङ मिलाइसकेर ड्रेस चेन्ज गर्नु। आइरन कसरी हो? छोरी 8:30 हुन आँटिसक्यो। छिटो छिटो फटाफट गर्नु है आफ्नो काम चाहिँ। साथीहरू यस्तै छ जिन्दगानीमा। मलाई पनि सबैले भिडियो बनाएको देख्दाखेरि बनाउनु मन लाग्यो क्या। अनि यसो सम्झेँ है, पछिको लागि यसो मेमोरी पनि हुन्छ। प्लस अब हामी के गरिँदैछ कसो गरिँदैछ अनि पछि यसो हेर्दाखेरि यस्तो थियो है भन्ने एउटा रमाइलो मेमोरी हुँदो रहेछ क्या। अनि त्यही भएर चाहिँ अनि मैले पनि भिडियो बनाउन स्टार्ट गर्ने निर्णय गरेँ। साथीहरू मेरो जस्तो भिडियो आए पनि हेरेर साथ दिनुहोस् होला। मलाई राम्रो राम्रो भिडियोहरू बनाउन आउँदैन, बोल्न पनि आउँदैन, सिक्दै जानेछु साथीहरू। अब चाहिँ म खाना पकाउँछु अनि खाना पकाएर भरै भेट्नेछौँ। हेलो साथीहरू, अघि चाहिँ म खाना खाएर पकाएर खाएर छोरीलाई स्कुल पुऱ्याएर होइन अनि भाँडा पनि धोइसकेँ। अनि यहाँ मैले चाहिँ हिजो लिची किनेको एउटा दाइले हाम्रो दोकानमा लिएर किनिदिनुहोस् न भन्नुभयो क्या कस्टमर नै। हाम्रो पसलमा आइराख्ने दाइ हुनुहुन्थ्यो। राखिदिनु न, राख्नु न हौ, मिठो छ भन्नुभयो। अनि यस्तो हरियो रहेछ तर पुरा किरा लागेको क्या। अनि अब के गर्नु, खाइदिनै पर्यो। अनि चट्ट लाएर अब चाहिँ म यसलाई यसरी आधी चाहिँ काटेर फ्याँकेर खानुपर्ने हुन्छ यो चाहिँ, किनभने उब्बर किरा छ क्या यसमा। मेरो क्यामेरा चाहिँ कहाँ राख्नु होला नि, राख्छु कस्तो आउँछ थाहा छैन है। यसलाई यस्तरी काटेर होइन बिचमा यसरी काटेर सिजनको फल खानुपर्छ अरे नि त, फल होइन। अमिलो छ, किरा लागेको छ, तै पनि खानुपर्छ। म त हिजो हेरेर खाएँ। मेरो बुढाहरूले चाहिँ, मेरो छोरीले, मेरो बुढा भाइले चाहिँ नहेरी खाँदै थियो, कति किरा खाए पनि। कुनैमा त एउटा किरा हुँदैन, यसमा त कस्तो धेरै किरा छ। पैसा लागेको छ, अमिलो भए पनि खानै पर्यो, खेर जान्छ होइन। मलाई चाहिँ फेरि फ्याँक्न लाग्छ।
भात खाएर पेट चाहिँ यत्रो भएको छ, त्यही पनि खानै पर्यो। अनि पाक्नु दिनु नि, किन यस्तो करिलेमा टिप्नु होला नि? चोर छ भनेर होला सायद यो छिटो टिपेको। यस्तो अमिलो बेचेर के गर्नु होला? मेरो छोरी बुढाले खाओस् भनेर किनेको लास्ट अमिलो। साथीहरू मैले चाहिँ राम्रो भिडियो बनाउनु पनि आउँदैन, अहिले एक्लै छु। छोरी नि स्कुल गयो, अब दोकान जानुपर्ने हुन्छ। अघि चाहिँ पानी परिरहेको थियो, अहिले चाहिँ यस्तो टिनिक्क घाम लागिरहेछ। एकछिनमै पानी पर्ने, एकछिनमै घाम लाग्ने। अहिले त सिजनै यस्तै हो साथीहरू। अब एकछिन करोडको मेकअप गर्छु, त्यहाँबाट जानुपर्ने हुन्छ। मान्छे त म पनि ठिकै हो नि। के गर्नु जिन्दगानीमा, चोख भन्दा चाहिने जो जिन्दगानीमा। मेरो बाउ र आमाको फोटो हो यो चाहिँ। मदर्स डेमा मेरो छोरीले मलाई गिफ्ट दिएको अरे यो। आजकलको छोराछोरीहरू है, हामी त पहिला केही पनि जान्दिन थियौँ। फादर्स डे मदर्स डेमा के गर्नुपर्छ थाहै थिएन। अहिले त अहिलेको नानीहरूलाई त फादर्स डे मदर्स डे सबै थाहा हुन्छ। हाम्रो चाहिँ अलिक लाटो जमानाको परेर होला। लाटो जमानाको त के अब अलिक गाउँमा बसेको मान्छेहरू यस्तो त हुन्छ, के देखेको हुँदैन, जानु हुँदैन होइन। सबै मान्छेले देखेर त जान्ने हो नि होइन। एकैचोटि कसैले जानेर बुझेर आएको हुँदैन। ए कस्तो हात दुख्छ त, मान्छेहरू कसरी भिडियो बनाउँछ। ल है साथीहरू, हामी चाहिँ लिच्ची खानु गएको है आमझोला। हाम्रो दाजुको कारमा सरर चढेर। गर्मीमा त कति आनन्द आउँछ नि सिटीमा होइन। हाम्रो टोलीहरू चाहिँ अझै पर हुनुहुन्छ। देखाउनेवालामा छु। हेलो, कता जानुभएको? लिच्ची खाने टोलीहरू हो। लिच्ची खाने टोलीहरू मुख ठुलो ठुलो पारेर जाउँ आज। यता हाम्रो ब्युटी न ब्युटी आन्टी हुनुहुन्छ। स्मेल खतरा छ होइन। मजा आउँछ यतिखेर हिँड्न नि, कस्तो हरिआएको। उयो एक
के दिदी लिचीको चाहिँ पुरा बगान रहेछ तर यता चाहिँ सकिसकेको रहेछ गाह्रो छ हौ लिची खाने मान्छेहरूलाई तर त्यस्तो धेरै चाहिँ रहेन रहेछ हौ आँप झोलामा आँप मात्रै होइन यसरी कागती नि फल्दो रहेछ साथीहरू कस्तो मजाले नि ल हाम्रो कारमा चढौँ है अब हाम्रो कारमा कसरी किलो हो कसरी किलो झुम्बाबाट लगेको राम्रो कि यस्तो यस्तो त राम्रो हुँदैन होला नि छोडाएर राखेको कोही छोडाएर लाने हुन्छ कोही झुप्पामा लाने हुन्छ छोडाएर लगेको राम्रो मकैबारी दराम दराम भन्थ्यो गीतले यहाँ त लिचीबारी दराम दराम पो रहेछ है लिचीबारी दराम दराम हेलो साथीहरू म चाहिँ आज लिची टिप्न गएको एकदमै धेरै थाकेको छु अनि आइपुग्यो अनि चट्ट लाएर हामी चाहिँ आजको खाना यहाँ कति मिठो छ के भन्छ पास्ता र चाउचाउ पकाएको अनि खाँदैछौँ हामी चाहिँ छोरी मिठो छ मन पर्यो अघि त मिठो छैन भन्नुभएको होइन अनि अब हामी चाहिँ म भिडियोलाई यहीँनिर इन्ड गर्छु हाम्रो मेरो भिडियो हेरेर लाइक सेयर अनि कमेन्ट गरिदिनुहोस् साथीहरू बाई बाई।